कुनै सम्बन्धहरू जोगाउन पनि गाह्रो हुन्छ र कुनै सम्बन्धहरू छुट्ला कि भन्ने डर पनि हुन्छ। हाई एभ्रीवान, म अनिता। सो म र दाइ भएर चाहिँ साथीलाई फेयरवेल गर्न जाँदैछु। नेपाल आएदेखि दाइले उसलाई भेट्नु भएको थिएन कि, अनि हामी यसरी जान्छौँ भनेर उसलाई थाहा पनि थिएन। दाइलाई देखेर ऊ कस्तो सक पनि भइदिएको अनि कति खुसी पनि भइदिरहेको थियो क्या। यो मोमेन्ट यसरी क्याप्चर गर्न पाउँदा मलाई धेरै खुसी लागिरहेको थियो। साथीहरू हामीले चाहिँ उसको लागि एउटा सानो फेयरवेल केक पनि लगेका थियौँ अनि सबजना फ्यामिली मिलेर केक काट्न थाल्यौँ। दिपिकाको एन्ट्री चाहिँ मेरो लाइफमा त्यो बेला भयो जुन बेला मलाई एउटा असल साथीको धेरै जरुरत थियो। ऊ चाहिँ मेरो लागि एउटा ठुलो ब्लेसिङ हो क्या। म आफूलाई भाग्यमानी ठान्छु कि ऊ जस्तो साथी पाएकोमा। दिपिका मात्र नभएर उसको इन्टायर फ्यामिली पनि एकदम धेरै फ्रेन्डली हुनुहुन्छ, लाइक हर एन्ड लाइक हर फ्यामिली भन्ने जस्तै क्या। अनि साथीहरू केक काटिसकेपछि सबैजना बसेर गफ गर्न थाल्यौँ। अनि यो भिडियो चाहिँ अस्ति नै हो, तर आज दिपिका जाँदैछ त्यसकारण मैले आज अपलोड गर्दैछु। हैव अ सेफ फ्लाइट दिपिका। यो स्वार्थी संसारमा तिमी जस्तो निस्वार्थी साथी पाउनु पनि मेरो लागि एकदम भाग्यको कुरा हो। अनि यता चाहिँ अङ्कलले दिपिकाको भिडियो बनाइदिँदै हुनुहुन्थ्यो। अनि साथीहरू आज तपाईँलाई एउटा ठुलो राजको पर्दाफास गर्न गइरहेछु। त्यो त तपाईँहरूले देखेर थाहा पाइहाल्नु भयो होला के होला भने। जहिले दाइले मलाई मात्र फन्दामा पार्नु चाहिँ आज दाइ आफै फन्दामा पर्नु भयो क्या साथीहरू। आफ्नो पर्दाफास भएपछि दाइको अवस्था चाहिँ यस्तो छ है साथीहरू। अनि यो ट्याटुले चाहिँ दिदी बहिनीको माया झल्काउँछ है साथी। फेरि कस्तो राम्रो देखिरहेको थियो क्या। हैव अ सेफ फ्लाइट दिपिका वन्स अगेन भन्दै भिडियो यही एन्ड गर्छु। थ्याङ्क यू फर वाचिङ गाइज।